मेरो त घरैमा ढुङ्गाको चुलो छ, भाग्यको डर नमान्ने त ठुलो छ, भाग्यको डर नमान्ने त ठुलो छ। भाइ बुढो काठमाडौँमा ग्यास सर्टेज भएर टेन्सन नगर्नुहोस्, दाउरा खोजेर भए नि आगो बालेर हजुरलाई खाना खुवाउन सक्ने क्षमता चाहिँ म भित्र छ साथीहरू। हेर्नु है, मेरोमा चाहिँ बकुल्ला र आलुको तरकारी, मेरै बारीमा फलेको अर्ग्यानिक बकुल्लाको तरकारी चट्ट लाएर आगोमा बनाउँदैछु। हजुरहरूको घरमा के को सब्जी बनाउनु भयो साथीहरू? हजुरहरूलाई बकुल्ला मनपर्छ कि पर्दैन? मनपर्ने जतिले कमेन्ट गर्नुहोला। अनि के को तरकारी बनाउनु भयो हजुरहरूले कमेन्ट गर्नु है साथीहरू। मेरो त बकुल्ला पाक्दैछ, मम्मी छोरालाई चट्ट लाएर आगोमा बनाउँदैछु साथीहरू। मनपर्ने जति सम्पूर्णले कमेन्ट गरिदिनु होला भन्दै हजुरहरू माझबाट बिदा हुन चाहन्छु। मेरो भिडियोलाई लाइक कमेन्ट गरिदिनुहोस् भन्दै हजुरहरू माझबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते, बाई बाई।